यदि तपाईँ अङ्ग्रेजी महिनाको 7 तारिक 16 तारिक अनि 25 तारिक जन्मिनु भएको छ भने तपाईँको मूल अङ्क 7 हुन जान्छ र 7 भनेको चाहिँ केतुबाट प्रभावित हुन्छ। केतु भनेको चाहिँ यो फुल बडीमा टाउको बाहेकको भाग हो। टाउको चाहिँ राहु हो अनि टाउको बाहेकको जुन बडी मात्रै छ त्यो चाहिँ केतु हो। त्यही भएर यस्तो मान्छेहरू मनबाट मात्रै सोच्छन्, मनबाट डिसिजन गर्छन्, यिनीहरूको ब्रेन युज गर्दैन, ब्रेन हुँदैन भनौँ न होइन। अनि उनीहरूको इमेजिनेसन पावर चाहिँ एकदमै हाई हुन्छ किन भित्रबाट सोच्छन्। अनि अनुसन्धानमा अनि रिसर्च अनि वैज्ञानिकहरू प्रायः 7 नम्बरका मान्छे हुन्छन् किनभने उनीहरूको कन्ट्राडिक्टरी सिचुएसन हुँदैन। जस्तो हाम्रो माइन्डले एउटा कुरा गराउँछ, मनले अर्को कुरा गराउँछ अनि त्यो के हो त्यो कन्ट्राडिक्सन आउँछ। तर उनीहरू एकरो लाइक मनबाट गर्ने भएकोले गर्दाखेरि उनीहरूको एउटा मात्रै फोकस हुन्छ, सो उनीहरू त्यसमा सफल पनि हुन्छन्। यस्तो मान्छेहरू एकदम काम स्वभावका हुन्छन्, आनन्द शान्ति मन पराउने हुन्छन्। कहिलेकाहीँ कन्ट्राडिक्सन के देखिन्छ भने कि चाहिँ एकदमै म्युट खालके नबोल्ने हुन्छ, कि चाहिँ एकदमै धेरै बोल्ने पनि देखिन्छ। फेरि कुनै केसमा अति बोल्ने, कुनै केसमा नबोल्ने खालके हुन्छ। सो ओभरअल अब एकदम स्पिरिचुअल खालके भाव हुन्छ, यो आध्यात्ममा इन्ट्रेस्ट राख्छन् होइन। अनि इजी क्या, अति इजी क्या, जे भन्यो त्यहीमा ल यो गरौँ ठिक छ, त्यो गरौँ ठिक छ, उनीहरू नाइ भन्न सक्दैनन् क्या। अनि इजी भएकोले कारणले गर्दाखेरि मान्छेहरूले ट्रस्ट इस्यु पनि हुन्छ, उनीहरू ओभर ट्रस्ट गरिदिन्छन्। अनि अर्को मान्छेले अब यो फिजिकल वर्ल्ड कस्तो छ होइन, मान्छेले जसरी भने लुट्न अथवा चाहिँ दबाउनै खोज्छन् त। अनि त्यो हुने हुँदाखेरि यस्तो मान्छेहरूलाई चाहिँ एकदमै मान्छेहरूले डोमिनेट टाइपको अथवा धोका दिने खालके त्यस्तो खालके हुन्छ। अनि पैसाकै कुरामा चाहिँ पनि जस्तो एउटा कोही साथी ऋण माग्न आयो, ऋण दियो, ऋण दिइसके पछाडि अब ऋण माग्नु पर्ने ठाउँमा फेरि त्यही आयो अनि दाइ यार मलाई त गाह्रो यस्तो भयो भने फेरि पनि दिएर पठाइदिने क्या। भने त्यति खालके ट्रस्ट गर्ने, ओभर ट्रस्ट गर्ने हुँदाखेरि फाइनेन्सियल लसहरू पनि हुने। अनि आफूले आफूलाई लाइक एकदमै गिल्टी फिल गर्छन् कि आफूले आफूलाई यत्रो क्यापेसिटी हुँदाहुँदै पनि उनीहरूले आफूले आफूलाई चाहिँ विक खालके फिल गर्छन्। अनि म यो गर्न सक्दिनँ, मेरो हुँदैन, मेरो त्यो क्षमता छैन भन्ने, अनि ब्याक हुँदै जाने खालके क्यारेक्टर हुन्छ। अनि त्यस कारणले गर्दाखेरि कहिलेकाहीँ एन्जाइटी अनि डिप्रेसनहरूको समस्याहरू पनि हुने देखिन्छ किनभने उनीहरूले सेल्फ बिलिभ नै गर्न सक्दैनन् क्या, म यो गर्न सक्छु भनेर। उनीहरूलाई सहिले डाउट लाग्छ अनि म विक छु, मेरो हुँदैन, मेरो गर्दैन भन्ने भएकोले गर्दाखेरि उनीहरूलाई त्यो वाला समस्या हुन्छ। ओभरअलमा एकदम शान्तिप्रिय राम्रो स्पिरिचुअल नम्बर हो, तर अलिकति आफूलाई अवेकन गर्ने, अलिकति आफूलाई बिलिभ गर्ने हो भने चाहिँ यो नम्बरले एकदमै राम्रो प्रतिफल दिन्छ। को हुनुहुन्छ यो नम्बरसँग लाइकमा जन्मिनु भएको अनि कतिको मिल्यो कमेन्ट गर्नु होला।